रवि लामिछाने आफैमा उत्कृष्ट वाक्कला भएका नेता हुन्, तर जीवनमा सम्भवतः रवि लामिछानेले यति जिम्मेवार भाषण कहिल्यै गरेका थिएनन् जुन आज आफ्ना सांसदहरूका अगाडि गरेका छन्। 2/3 नजिकको शक्तिशाली दलको सर्वोच्च नेताको रूपमा उनले आज असाध्यै परिपक्व र जिम्मेवार नेताको रूपमा आफूलाई प्रस्तुत गरेका छन्। तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग 2/3 को बहुमत दिएका छन्। अब के को बाधा, अब केले अड्काउँछ हामीलाई? अब अड्काउने भनेको तपाईँ हाम्रो नियतले मात्रै हो। 30 मिनटभन्दा बढी बोलेका रविका हरेक लाइन सांसदहरूका लागि दिव्य उपदेशभन्दा कम थिएनन्। ठुलो शक्ति हामीले प्राप्त गरेका छौँ। जति ठुलो शक्ति त्यति ठुलो जिम्मेवारी साथी हो। कृपया यो जिम्मेवारीको महसुस यहाँहरूले गर्नुहोला। म जहाँ जुन ब्याकग्राउन्डबाट आउनुभएको छ म सबैलाई स्वागत गर्न चाहन्छु। राष्ट्रभित्र सिङ्गो देशको अनुहार छ। रविको त्यो मन्तव्य यति शक्तिशाली थियो कि सारा सांसद एक टक रविलाई हेरिरहेका थिए, उनका शब्द पछ्याइरहेका थिए। अब संसदको सेसन चलेभन्दा बाहेक तपाईहरूको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुहोला। तपाईँको निर्वाचन क्षेत्रमा कुनै पनि मान्छेले दुःख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईँको हुनेछ, किनकि तपाईँलाई उसले जिताएर पठाएको हो, आफूले सुख पाउँछु भनेर पठाएको हो, तपाईँलाई सुख दिन होइन। नागरिक हामीलाई भोट हाल्न तयार थिए, तर पनि हामीले अतिरिक्त प्रतिबद्धता किन गऱ्यौँ भने हामी कमिटेड छौँ। यसपटक परिवर्तन गरेरै छान्ने हो, यसपटक काँचुली फेरेरै छान्ने हो भनेर हामीले नागरिकसँग करार गरेका छौँ। उनले पहिले जस्तो हाहुको समय सकिएको र अब जिम्मेवार बन्नुपर्ने बताए। हिँड्दा बोल्दा मान्छेको सङ्गत गर्दा बडो सचेत हुनुपर्ने र एकाग्र भएर देश विकासमा संसद चलायमान बनाउनमा भूमिका निर्वाह गर्नुपर्ने कुरा आफ्ना सांसदहरूलाई बताए। किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन् नि, त्यो ठुलो जिम्मेवारीको महसुस तपाईँलाई प्रत्येक दिन हुनुपर्छ साथी हो, प्रत्येक दिन हुनुपर्छ। यो देश अहिले पनि बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरूले भनेका छन्, हर ठाउँमा भनेका छन्। तपाईँ भोट माग्न जाँदाखेरि आमा बाहरूले रुँदै के भनेका छन् तपाईँलाई थाहा छ? बाबु यो देश बचाऊ भनेका छन्। सुन्दाखेरि यो देश बचाऊ कति सामान्य कुरा हो नि, कति गहन कुरो छ, कति गहिरो कुरो छ, कति ठुलो कुरो छ भन्नुहोस् त। यो देश बचाऊ हामी जस्ता सामान्य मान्छेको हातमा, निलो झन्डा फरफराउँदै हातमा घन्टी बोकेर हिँडेका हाम्रा हातमा, हाम्रा काँधमा देशका ज्येष्ठ नागरिकदेखि बालक बालिकाहरूलेसम्मले यो देश बचाऊ भनिरहेका छन्। यो जिम्मेवारी हो। सांसदका रूपमा आएका जनप्रतिनिधिहरूलाई लक्षित गर्दै कडा तर अर्थपूर्ण सन्देश दिएका रविले सांसदहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको हितमा काम गर्न निर्देशन दिए। एउटा कुरा आज मैले साथीहरूलाई राखेर स्पष्ट के बताउनुपर्छ भने, सरकार 2/3 को छ, सङ्ख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, सङ्ख्या घट्ला अल्पमतमा पर्ला भन्ने कुराको पर्वाह नगरिकन रासोपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। उनले भने स्वार्थ समूहको घरमा दौडधुप नगर्नुहोस्, गुट बनाउने काम नगर्नुहोस्। यसबाट उनले दलभित्र र संसदभित्र हुने गुटबन्दी र शक्ति सङ्घर्षप्रति असन्तुष्टि व्यक्त गरेका छन्। किनकि देश त्यस्तो अवस्था गरी नचलोस् भनेर कलिला भाइ बहिनीहरूले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो 5 वर्ष नियमित रूपमा आएको चुनाव होइन, यो त शहीदहरूले रगत बगाएर आएको चुनाव। यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्का फुलफुलका रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। हामी देखिरहेका छौँ, तपाईँ हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्तिबाट, कुनै क्रियाकलापबाट हुनु हुँदैन। प्रत्येक भोटको इज्जत हुनुपर्छ। जनताको आशा र भरोसालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। भ्रष्टाचार र बेइमानी प्रति सङ्केत गर्दै बिचौलियाको पानी खानु अघि शहीदकी आमा सम्झनुहोस् उनले भनेका छन्। कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीदकी आमालाई सम्झिनु होला। आफ्नो छोरो चढाएर संसद छिरेकी छन् शहीदकी आमा। सामान्य कुरा होइन। यो देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ त्यो अनुभव तपाईँलाई सुनाउँदैछु। तपाईँहरूलाई विचलित बनाउन, तपाईँलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। उनले प्रत्येक सांसदलाई आफ्नो भोटको जिम्मेवारी महसुस गर्न, मिडियामा अभिव्यक्ति दिनु अघि पर्याप्त छलफल गर्न, आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित नगर्न र नागरिकसँग सधैँ नजिक रहन सुझाव दिएका छन्। अन्त्यमा उनले स्पष्ट चेतावनी दिएका छन्, मन्त्री बनाइदिनुहोस् भनेर नआउनुहोस्। पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने कुराको निर्णय आज यतिखेर तपाईँसँग उभिँदासम्म हामीले गरेका छैनौँ। पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईँले भन्नु पर्दैन। हामीलाई थाहा छ, तपाईँहरूको विज्ञता थाहा छ, तपाईँहरूको क्षमता थाहा छ। कयौँ साथीहरू देखिएको गर्नुहुन्छ,
कयौँ साथीहरू छेकिए गर्नुहुन्छ। पार्टीले छेकिएका साथीलाई पनि हेरिरहेको छ। रविको आजको मन्तव्यलाई धेरैले सुधार र जिम्मेवारीतर्फको आह्वानको रूपमा लिएका छन्, तर सारमा रविको आजको भाषणलाई मानिसहरूले व्यापक प्रशंसा गरिरहेका छन्।